97 वर्ष हुनुभयो होला हैन 91 साल कि कति भयो कति दिदी 91 साल कि 83 मा 9 जोड 92 वर्ष हुनुभएछ आमा 92 वर्ष 9 र 2 हाम्रो आमा 9 र 2 यति राम्री हुनुहुन्छ यति राम्री आमाको नातिनी यति नराम्री राम्री छु म अनि यति राम्री यति गोरी नगोरी हुनुहुन्छ अचेल कति गोरी हुनुभएको हौ आमा खोइ अब के जान्नु म देख्दिनँ मेरो गाउँमा यहाँ हेर्नु त हेरेर के हुन्छ देखे पो हेर्नु देख्नु भएन यहाँ यी कहाँ देख्छु अहिले मैले देखेँ कति गोरी हुनुहुन्छ नि के यहाँ मेरो त टिको छ रातो अहिले यति राम्री हुनुहुन्छ पहिले कति राम्री हुनुहुन्छ होला नि आमा खोइ कस्तो छैन के जान्नु म राम्री कपाल सेतै भएछ नि राम्री गोरी कपाल लामो होइन आमा मेरो नामसँग फोटो दिँदै मेरो ब्लगमा हजुरआमा यो जेठी नातिनी म माइली नातिनी जेठा छोराको जेठी नातिनी हो म जेठा छोराको माइली नातिनी कपाल त सेतै भएछ म जेठा छोराको माइली नातिनी बाबुलाई पनि लिएर आउनु नि हौ अनि डेढलाई अस्ति ल्याएको फेरि हेरौँ लाग्छ अब कसले ल्याउँछ होइन यसलाई सिक भनेको सिक्दिनँ मेहन्दी लगाइदिने बाहना हो यो त हाम्रो भिडियो बनाउने चाहना हो होइन प्रत्यक्ष तेरो मेहन्दी लगाइदिने चाहिँ बाहना मात्रै हो है यो भिडियो बनाउने चाहना हो एउटा मैले देखेको कम्ती साह्रो सेतो भएछ